हेलो नमस्ते साथीहरू। आज चाहिँ म तामाको अचार बनाउनु गइरहेको छु। यो तामालाई चाहिँ मैले मजाको घाम लागेको थियो, हिजो र आज गरेर सुकाएँ। यतिको ठिक्क मात्रै ड्राई गरेको छु। त्यसपछि यो अदुवा लसुन पनि मैले हिजो नै सुकाएको हो, ठिक्क मात्रै सुकाएको छु। यो पनि एकदम एक्स्ट्रा हैन। त्यसपछि डल्ले खोर्सानी पनि मैले ठिक्क मात्रै सुकाएँ। म यसलाई चाहिँ चिर्दिन, चिर्यो भने धेरै पिरो हुन्छ है, पिरो खानु नसक्नेहरूको लागि गाह्रो हुन्छ। त्यो भएर मैले नचिरिकन एक दुईवटा अब त्यो भित्रभित्र भोलिपर्सि आफै छिर्छ, यताउति हुन्छ, अनि पिरो त त्यसै पनि भइहाल्छ। त्यो भएर चाहिँ मैले पिरो चिर्दिन। अब यसमा स्वाद अनुसार नुन हाल्ने। यो तामामा पनि नुनमै भिजाएको हुन्छ, त्यो भएर ठिक्क हाल्दा हुन्छ। एकदम त्यो सादा हुँदैन, त्यो भएर ठिक्क हुन्छ। त्यो भएर ठिक्क अड्कलेर हाल्ने। अनि बेसार नुन बेसार भयो है। अनि अलिअलि कलरको लागि धुलो खोर्सानी हाल्छु, यो पिरोको लागि हैन, ठिक्क अलिकति राम्रो देखाउनुलाई। त्यसपछि अचारको मसला, यसमा चाहिँ जिरा, धनियाँ, सौंफ, तोरी अनि अजवाइन, मेथी हो अचारको सबै किसिमको मसलाहरू। अनि त्यसपछि अलिकति मैले टिमुर पनि हालेर पिसेर अगाडि नै राख्छु, किनभने म चाहिँ घरमा अचारहरू बनाइरहन्छु। त्यो भएर चाहिँ अलरेडी राखिसकेको थिएँ, त्यो हालेँ। एकदमै धेरै मसला पनि हाल्दिनँ म, ठिक्क हाल्छु नि। अब चाहिँ प्योर तोरीको तेल, म चाहिँ फेरि त्यो तताएर त्यसको खार गइसकेपछि चाहिँ हाल्नु मन लाग्दैन, किनभने मलाई चाहिँ काँचो तोरीको तेल एकदमै मिठो लाग्छ। तपाईँहरूलाई काँचो तोरीको तेल मन पर्दैन भने चाहिँ झानेर मेथी झानेर हाल्दा पनि हुन्छ। म चाहिँ यति नै हो, मैले चाहिँ हरेक साल हाल्छु मेरो बारीको डल्ले खोर्सानी टिपेर। अनि डल्ले खोर्सानी हुँदाखेरि चाहिँ यति नै हो। अब यसमा अलिकति बेसार कम लागे जस्तो लागेको छ, म त्यो पनि यो मजाले मिक्स गरेर हेर्छु, लागेन भने अलिकति हाल्छु, नत्र भने मसला धेरै हालेको पनि मन पर्दैन। ठिक्क मसला हालेको यसरी गरेर राख्यो भने चाहिँ यो एकदम मिठो हुन्छ। अलिकति मैले यसमा बेसार थपेँ। अब मजाले मोल्ने, अनि अहिले नै राखिहाल्दिनँ म। मैले चाहिँ बोतल, यसको लागि सिसाको बोतल चाहिँ धोएर सुकाएको छु। अनि अब मजाले यो नुनहरू पनि मेल्ट हुनु पर्यो, अनि सबै कुरा लाग्यो लागेन सबै कुरा चेक गरेर नि हालेपछि मजाले खाँदेर सिसामा खाँदेर राखेपछि चाहिँ लाग्छ समय चाहिँ खाइहाल्ने बेला चाहिँ हुँदैन। यो अलिक ढिलो अमिलो हुन्छ, तर केही हुँदैन, बिग्रिँदैन ओर्दैन है। मजाले 1-2 वर्ष राखेर तपाईँहरूले खानु सक्नुहुन्छ। तपाईँहरू पनि ट्राई गर्नुहोला। म चाहिँ मसला धेरै हाल्दिनँ।